नमस्कारम हरि ओम नमः शिवाय। तीनपल्ट हरि ओम नमः शिवाय, हरि ओम नमः शिवाय, हरि ओम नमः शिवाय। एकछिन आँखा बन्द गरौँ, म मन्त्र उच्चारण गर्छु, त्यसपछि आजको प्रवचन हामी सुरुवात गर्छौँ। आँखा बन्द गरेर बस मन्त्रलाई चाहिँ श्रवण गर्ने, सुन्ने, जसरी उच्चारण गर्न आउँछ उहाँले पनि सँगसँगै उच्चारण गर्ने, नत्र श्रवण गरेर अगाडि बढ्दैछ। ढाड गर्दन सिधा गरौँ, मनलाई शान्त राखौँ, जति सकिन्छ शरीर र मनलाई एकदमै हल्का आनन्द राखौँ। महेश्वरं नमस्कृत्य शैलजाङ्गननायकं गुरुं च परमात्मनं भजे संसारतारणम्। ॐ सहना भवतु सहनो भुनक्तु सह वीर्यं करवावहै तेजस्विनावधीतमस्तु मा विद्विषावहै। ॐ शान्ति शान्ति शान्तिः। केही बेरसम्म आँखा बन्द गरिराखौँ, ढाड गर्दन सिधा राखौँ, हातलाई घुँडामाथि राखौँ। नाकबाट गहिरो श्वास तान्दै मुखबाट छोड्दै जाउँ, नाकबाट गहिरो श्वास तान्दै जाउँ, मुखबाट छोड्दै जाउँ। हातलाई घुँडामाथि व्यवस्थित गर्नु, घुँडामाथि आराम गराउनु। नाकबाट गहिरो श्वास तान्दै जाउँ, मुखबाट गहिरो श्वास छोड्दै जाउँ। नाकबाट अक्सिजन तान्दै जाउँ, मुखबाट धेरै मात्रामा कार्बन डाइअक्साइड छोड्दै जाउँ। नाकबाट पोजिटिभ विचारहरू, सकारात्मक विचारहरू तान्दै जाउँ, मुखबाट आफूभित्रका तनावहरू छोड्दै जाउँ। ऊर्जा तान्दै जाउँ नाकबाट, मुखबाट विकारहरू छोड्दै जाउँ। धेरै मात्रामा श्वास तान्दै जाउँ, धेरै मात्रामा श्वास छोड्दै जाउँ। आँखालाई बन्द गरिराखौँ, आँखालाई बिल्कुलै बन्द गरिराखौँ। अझै जोड लगाउँ। एकछिनपछि तपाईँको सबै मन कम्प्लिटली शान्त भइसक्छ। गहिरो श्वास तान्दै जाउँ, गहिरो श्वास छोड्दै जाउँ। आँखालाई बन्द गरौँ, बार बार आँखा खोल्ने प्रयास नगरौँ। यदि बार बार आँखा खोलिराख्नुपर्छ भने बुझ्नु तपाईँलाई धेरै टेन्सन छ, तनाव छ। जसको हृदयमा धेरै नेगेटिभ विचारहरू छ उसले लामो समयसम्म आँखा बन्द गरेर बस्न सक्दैन, छटपट हुन्छ। गहिरो गहिरो श्वास तान्दै छोड्दै जाउँ। अब शान्त, आँखा बन्दै गरौँ, शान्त भऊ। शान्त हुने, आँखा खोल्दै नखोलौँ। मनै मनबाट भनौँ, म स्वस्थ हुँदैछु, म आनन्दित हुँदैछु, म ऊर्जावान हुँदैछु। मनै मनबाट भन्दै जाउँ, म स्वस्थ हुँदैछु, म आनन्दित हुँदैछु, म ऊर्जावान हुँदैछु, म शक्तिशाली हुँदैछु। मेरो मन शान्त हुँदैछ, आनन्द हुँदैछ, आनन्द हुँदैछ, आनन्द हुँदैछ। मेरो शरीर हल्का हुँदैछ, हल्का हुँदैछ, हल्का हुँदैछ। मेरो मन शान्त हुँदैछ, शान्त हुँदैछ, शान्त हुँदैछ।